Hello and namaste everyone. Welcome to my mini vlog. Today me and my husband going for the grocery shopping. विदेशको आकाश एकदमै ब्युटिफुल हुन्थ्यो भन्थ्यो हो रहेछ। बाहिरको ब्युटिफुल भ्यू हेर्दै हामी जान रेडी पनि भयौं। घरबाट त खासै टाढा छैन, जम्मा 6-7 मिनेट मात्र लाग्छ। त्यही भएर हामी चाँडै आइपुग्यौं अनि मेरो हस्बेन्डले यहाँ गाडी पार्किङ पनि गर्दै हुनुहुन्छ। यो चाहिँ हलिउड प्लाजा हो जहाँ चाहिँ हामी प्राय जसो शपिङ गर्छौं। आफ्टर द पार्किङ हामी चाहिँ कोल्स हुँदै वुलवर्थमा जाँदैछौँ। यहाँ चाहिँ ग्रोसरीको लागि मात्र सामान पाइन्छ। बाहिर यसरी ट्रलीहरू राखिदिएको हुन्छ सामानहरू राख्नको लागि। खासै धेरै सामान त लिन आएका हैनौँ, बट लेट्स सी। फर्स्टमा हामी मैदाको र गहुँको पिठो लिनको लागि यता आयौँ। कुन्लिम भनेर कन्फ्युज भइरहेको थियो किनकि अल लुक द सेम। आफ्टर सर्चिङ अ लट मैले जुन पहिला देखाएको थिएँ भिडियोमा त्यही नै हामीले लियौँ। यहाँ सामानहरू सेक्सनै विषय यसरी राखिएको हुन्छ। आफ्टर द्याट अहिले चाहिँ हामी बटर हेर्दैछौँ। आई अलरेडी युज दिस बटर बिफोर, सो मलाई मिठो लागेन, सो आई डोन्ट चुज दिस। बट माई हस्बेन्ड टोल्ड मी द्याट दिस वान इज डिफरेन्ट, बट आई डोन्ट एग्री विथ हिम। सो हामीले लिएनौँ र टोयलेट पेपरपट्टि गयौँ। इन हियर वी आर लिटल बिट कन्फ्युज बिकज प्राइजेस आर डिफरेन्ट इन सेम प्याकेट। आफ्टर अल दिस वी चुज वान टोयलेट पेपर प्याकेट। नहाँस्नु होला, मलाई चाहिँ यसको प्रिन्ट मन परेर यो हस्बेन्डलाई यही चुज गर्न लगाएँ। त्यहाँबाट हामी फेरि फुड सेक्सनमा गयौँ जहाँ चाहिँ हामीले चाउमिन अनि पास्ताहरू लियौँ। यो चाहिँ $2 वाला हो, हामीले चाहिँ $1 वाला लिएको। प्याकेट र प्राइस मात्र डिफरेन्ट हो बट क्वालिटी एउटै हो। यो लिइसकेपछि हामी चाहिँ मिल्क सेक्सनतिर गयौँ। यहाँ चाहिँ यसरी कुन सेक्सनमा कुन सामान पाइन्छ भनेर यसरी बोर्डहरूमा सानो सानो बोर्डहरूमा लेखिएको हुन्छ। कस्टमरलाई सजिलो होस् भनेर हामी मिल्क सेक्सनमा पनि आइपुग्यौँ। हामी चाहिँ कन्फ्युज थियौँ कि मिल्क लिने कि मिल्क पाउडर लिने भनेर। गेस वाट, हामीले दुईटै नै लियौँ। लेमन पनि ल्याउँ हामीले पानीपुरी चटपटी खानको लागि। यहाँ फ्रुट पनि लिँदैछौँ हामी। यु क्यान क्लियरली सी देयर इज लट्स अफ फ्रुट भेराइटी। के लिने भन्दा भन्दै हामीले 3टा फ्रुट लियौँ। अङ्गुर आँप र अर्को चाहिँ आलु बखरा जस्तो थियो, मलाई नाम चाहिँ थाहा भएन। दिदी भेनाजुले दही सजेस्ट गर्नुभएको थियो जुन चाहिँ सेम जुजु दाउ जस्तै छ भन्नुभएको थियो। यो चाहिँ दुई थरीको हुँदो रहेछ, एउटा चाहिँ स्विट भएको र अर्को चाहिँ नभएको। इफ यु वान्ट टु ट्राई दिस देन स्विट एन्ड क्रिमी लेखेको नै किन्नु होला। अब आयो सबैभन्दा दुःख लाग्ने काम, त्यो हो फुड आइटमहरूलाई स्क्यान गर्ने। यति सामानमै $68 भइसक्यो। नेपालबाट हेरिरहनु भएकोहरूलाई कतिलाई थाहा नहुन सक्छ कि अस्ट्रेलियामा यसरी आफूले सेल्फ स्क्यान गर्न सक्नुहुन्छ। हरेक आइटमहरू चाहिँ यसरी स्क्यान गरिन्छ र पैसाहरू चाहिँ एड हुँदै जान्छ। एड हुँदै गएपछि लास्टमा हामीले कार्ड कि क्यासबाट चाहिँ पे गर्नुपर्ने हुन्छ। हाम्रो आजको सपिङ पनि सक्यो। अब सामानहरू राखेर हामी घरतिर लाग्छौँ। दिस इज अल टुडे। थ्याङ्क यू फर वाचिङ माई मिनी भ्लग।